कसलाई गाली गर्दैछ भन्दैछ केटाहरू ठुकिहाल्यो फेरि भयो त भन्दा भन्दै गर्नु केही भएन ल भिज्यो होइन सब सो गाइज स्ट्रगल इज रियल भन्थे नि यही होइन तर यसमा भाइब्स नै डिफ्रेन्ट छ के बन्द गरे भयो यो म त यो तिमीलाई थाहा छैन होला अब यहाँबाट स्मेल दिन सक्दैन केटा हो ह्यापी बर्थडे टु यु हजुर को हुनुहुन्छ पहिला एउटा काट न जुटी त्यसले सुने पनि छैन एउटा यस्तो हात धुइस् त अनि तैँले यो पहालेर उ गरेर हात राखेन पछि भात सात सब अचार पाक्यो झोल चाहिँ पुरै चुलुममा डुबेर एकछिन अलिकति सुकाउँदैछ हामीले तर मासु अझै पनि चाम्रै छ थाहा छ एउटा लेन एउटा के थमाएर मलाई म हान्ने मात्रै भएछ खेल्छु ल स्टार्ट भयो ल बत्ती गइदिएर उसको लाग्यो ढाडमा तपाईँको सुम्ला छैन अरे छ नि ल्याम्टा यहाँ बस्यो होला नि हामी कता हाने त्यही त स्वाट अहिले त दुखेको छ नि भोलि दुख्छ नि मैले अहिले त कहाँ दुख्छ अक्की धोक्यो आज रहेछ खोइ त हेलमेट ल्याएन अब तल गएर चार बजे फोन गऱ्यो ल अंदर बाहर छु कहीजना छ है ल भयो अय्या बाछी कुराले यस्तो भिडियो सक्छ त सिधै सागा अय्या क्यासर ओ ल होइन म चाहिँ उतै सागर हाने कस्तो रहेछ होइन त्यो मजा आउँदैन नि अहिले मैले हाने तर एकचोटि झुट बोल्न नदेखेको नि एकचोटि बढ्यो रहेछ तपाईदेखि मैले बगडेको मैले त्यस्तो नगर न मजा आउँदैन थन थन झुट बोलेको नि त्यत्रो मैले अघि ब्ल्याकले हानेको होइन यसले हाने मैले हाने हो होइन त्यो ब्ल्याकले हो तर एकचोटि चाहिँ नखाएको सन्धि तन्क्यो होइन मुजी दादा बुढो हातले हान्न थाहा हुँदैन यही मौका दादालाई पिट्ने अरू बेला सकिन्न त्यसमा सब होइन चारजना भयो Chico to
फेरि हो मेरो दादा भनेको दादाको भनेको अनि मैले दादा यस्तो होइन यो पक्कै पनि यस्तो यताबाट त होइन भोलि हामी यो बाबा होइन चिको तो मा कोल्टी नभई सिधा बस ओइ मुझे हेलमेट निकालिदिसक्यो दादा होइन यो कत्रो टाउको दुख्यो लामोमा चोरे जतिहेर चोरे हेलमेट घुस्केका पोइमा खुट्टाले हान्दैछ पुनः होटल तमा सही दादा देखो गाइले होइन लागेको देखेको छैन सिमर दुईटा मात्रै एउटा হৈছে थाहा भएको थियो कि मैले यो क्लियर थियो यो चाहिँ कसरी क्लियर थियो यस्तरी यहाँ बसिरहेको देखिँदैन यहाँ चाहिँ सँगै चाहिँ भोलि नजिक बस्छु माथिबाट हान्यो तरिले त हानेन जसलाई क्यासरोल ब्ल्याक ब्ल्याक नानीको लागि फेरि ठाउँ चाहिँ कसरी हाने आउँछ कानै बस्यो त अब सन्देश लाग्यो कानै बस्यो नातिनीका शब्दहरू नाचेर बस्छौँ कसले हानु यसलाई हेर्दैन हेर्ने क्या मान्छे कसरी पनि जति भाइ म्याचिङ नै खोइ हान्दैन डराउँछ सलाम सलाम हान्न पर्छ मुजी त त्यहाँबाट त्यहाँ हेर्न नि मेटा हान्न सक्छ मुजी पासपोर्ट चाहिँ के हो होइन झुट बोल्दैन आम्मा कसम ल तेरो मतलब तेरो होइन आम्मा कसम झुट बोल्दिन त यसले पोपट पनि थाल्नु पर्दैन बिहान घाम लाग्ला त्यसो आइदिनु मलाई झन् पानी पर भिज्दै आएर के गर्थ्यो होला टाउको दुखेर दोस्त भयो त्यही भने रन थनेर आएका मा अझै दुखिरह्यो म त फेरि आइज दस्छु पैर दुखेको त टाउको यार हामी लडे त्यो लडे होइन त म मुला भ्ल्याटे होइन ब्ल्याकको ब्ल्याकको सही दादाको पनि झ्याली भएन सबको पनि भयो जस्तो मेरो तेरोमा पनि भएको थियो अघि भएर त्यो होइन त्योभन्दा अगाडि पनि गरे मेरोमा तेरोमा म त्यो म चाहिँ याद छैन मैले त गरे होइन तेरोमा गरेको तेरोमा छैन गाइज यो चाहिँ भोलिको मर्निङ बिहानै उठ्यो कति बज्यो अहिले 11 बज्यो 14 को अलार्मले उठाइदियो मलाई चाहिँ नत्र म पनि उठ्ने त उठ्ने खालको होइन यो चाहिँ अलिअलि दामी देखिन्छ है फुलले चाहिँ अलिअलि छेकिँदो रहेछ केटाहरू सोचिरहेको छु भित्र यसो भ्यू देखाइदिउँ भनेर बाहिर आएको एकछिनको लागि लभली भ्यू छ भ्यू चाहिँ ठाउँ चाहिँ दामी रहेछ यहाँ पनि के काभ्रे पलाञ्चोक के हो ठाउँको नाम चाहिँ थाहा छैन अब राति आइपुगेको थियो देखिहाल्यो होला होइन अब केटाहरू कस्तो स्टाइलको दिइरहेको चाहिँ हाम्रो सम्झेछ यहाँ होइन अनि यहाँ छ अब ब्ल्याक बर्थडे बोय अर्को चाहिँ यहाँ फेरि अब कहाँ दौडेर लागेको यो निन्द्रामा कहाँ पुग्छ जोल्टी के अरे आमा त यहाँ अब एकछिन पछि अब हिँड्नुपर्छ 11 बज्यो एकछिन पछि भेट्ला है त थ्याङ्क यू सोफिया
छोटू ए छोटू चाय लगा ऊ चिल्लाए हाल्न फेरि हाल्न यार राम्रो धुनु छोटू स्टोरेज भरिदिने अनि अब जाने दादाले खिच्दैन बिहानको बात हुँदैछ गाइस सुरुमा म्यापमा हेरेको 30 किलोमिटर देखायो पानी नै धेरै भयो अरूभन्दा पनि लोकेसन पढाएर यस्तो ओपन गर्दा त 45 किलोमिटर देखाउँछ हान्ने कसैलाई हान्न नआउने थियो फेरि त्यो सब ओपनमा आएर तागेर बस्छ खाना पनि खायो केटाहरूले मासुले बलब्याङबाट केटाहरूले स्विमिङ गरेको चिकन समेत सबै सक्का यार ल गाइस अब चाहिँ यहाँबाट निस्किँदैछौँ हामीहरू पानी पर्ला जस्तो भइरहेछ रातो माटो उकालो छ यो चाहिँ कटाइहाल्नुपर्छ पहिलो सुरुमा तेरो त्यो टी सर्टको कलर उड्छ हेर्न कलर उड्छ न टी सर्टको त्यो चिसोले सबै घामले सबै उड्छ फेरि हिँड्न रोकियो चाहिँ बाटोको बिचमा भयो त अब खोइ के अरे त्यहाँ रोक्यो अन्त रोकेर क्या त्यहाँ मोमेन्टम भन्ने थाहा छ नि तँलाई मोमेन्टम गर्मी पो हुन्छ क्या यार रोक्यो भने त रोक्यो नि तानिहाल्छ नि टायरले उदिँदैन क्या बुझ्नुहोस् टायर झुर्छ क्या त्यो अनि त्यो टायरको लागि युटिलाइज गर्नलाई टायर पनि कतिले चाहियो नि त गाइस यो हेर्दै अब निस्क्यौँ डाँडाकाँडा नेपालको के अरे धन हरियो वन नेपालको धन Wanna feel alive, feel the blood inside my veins. I wanna slow the time, will you slow it down with me? I think I need to find what it means to be okay. It's broken by design, can't live life without some pain, yeah. And I know I'll keep running, no, I'll be something you won't see me coming. I grow, I keep punching, I grow, I keep hunting. No, I need nothing, supposed to be something so close to me. Jumping out in the worst kind of way. You took all of my time and didn't give it back to me. Wasn't enough, and I don't know what to say. You wanna fall in love, but don't wanna feel the pain. लाइट सेलर बालेर हिँड्नु पर्यो अब त कहाँ पुग्यो खोइ केटाहरू कहाँ गयो यिनीहरू छैन त यो त अनि हिजो चढेको ठाउँ आइसक्यो त ल कहाँ पुग्यो भयो त यिनीहरू फेरि छैन
छैन जस्तो ल गाइज हामी चाहिँ दामी ठाउँमा पुगेछौँ अहिलेको लागि एकछिन ब्रेक लिँदैछौँ दामी छ ठाउँ चाहिँ यहाँ भर्खर चिल उड्दै थियो चिल चाहिँ छुट्यो ल गाइज यहाँबाट पनि अब हिँड्न लागेको बाइकमा हल्का प्रब्लम आइरहेको छ ट्र्याक्सन र त्यो चलेको छैन दामी रहेछ यहाँ ठाउँ पनि चटपटी राम्रो पाउँछ भनेर भन्दै थियो खान्छ खाइएन तर लगेर अब नगरकोट पुगेर भेट्नु है त नगरकोटमा गएर यसो एक स्टप गरेर चिया खाएर अनि फेरि घरतिर लाग्नुपर्छ त्यसपछि फेरि फर्किँदैछ हामीहरू युटर्न माथि टावरतिर जाने कुरा भएर जानु त अघि नै कुरा भएको थियो हामीहरू पुगिन्छ टावरतिर आयो एकछिन हल्का सेल तरकारी पकौडा समोसा ब्रेक चौधको बर्थडे काहीँ नर्को घर पुग्दैन तँलाई चाहिँ यहाँ डाटा चल्दैन मलाई माथि आएँ ल गाइस नगरकोट एकछिन आइयो यतिको भ्लगर भन्दा नि आवाजै दिन्छ नि त्यो पुच्चै तर्छ होला के गर्छस् भने दसैँ भनेको बोल्छ तँलाई ल गाइस नगरकोटबाट पनि लाग्यो अब but still everything's the same. I'm sick of wasting time, wish I didn't feel this way. But with this kind of mind, I will figure out my lane, yeah. It's the highs and the lows, the change and the woes. All the fame on the coast and the pain, no one knows. I want the time just to slow, my mind's feeling low. Say I'm fine, but I know that I might be alone. You felt me up in the worst kind of way. You took all of my time and didn't give it back to me. Wasn't enough, and I don't know what to say. You wanna fall in love, but don't wanna feel the pain. And I'm so low, cause I don't know if I'm alone, if I'm unknown. But I won't go, no I won't go. You ain't never gonna slow me down, cause I feel alive now. म नि त्यो निस्किन्छु कता जाने ए हो नि अनि यसलाई त्यहाँ पुर्याएर यही बाटो जाने जान्छ ल यसलाई पुर्याएर आउँछ ल पछि हुनुपर्छ ल तपाईँ जाँदै गर्नु ल
कहाँ पुग्यो योमा चौधेलाई त पर्खिन भनेपछि कहिले आउँदैन कि के हो अगाडि हिँडेपछि हिँडेको आफू अगाडि हिँड्यो भने भेट्दै भेट्दैन कस्तो जाम हुन्छ कहाँ गयो यो चौधेहरू त अगाडि आयो भने पछि पछि आउन जान्दैन अगाडि जानिदियो भने पछाडि हेर्न जान्दैन खोइ के हो यसको त म त कुरै बुझ्दिनँ कहाँ पुग्यो तिमीहरू कहाँ पेप्सी कोलाको बाटो गएको हाइवे नै हो कहाँ पुग्यो अरे ल म यहाँ पर्खा ल अगाडि आउँदैछु म तालको छ हेर्न त जान्दैन छेउछाउमा त खोइ केटा यत्रो बाटो आयो त्यसलाई कहीँ भेटिएन त्यहाँ एकचोटि त्यही चिया भुइँमा गएर हेरौँ छ भने छ छैन भने अब घरतिर लाग्नुपर्छ खोइ त छैन त यहाँ पनि यिनीहरू त छैन भने लाग्यो होला घरतिर लागौँ केटा अब चौधलाई फेरि पनि यहीँबाट ह्याप्पी बर्थडे अब कति कल गरिराख्नु त्यसलाई पर्खिन्छ बरु म पनि सुइसी लाग्नुपर्ने रहेछ बाटैतिर नेक्स्ट टाइमदेखि त्यही गर्छु अब म राइटबाट त बाटो बन्द गरेर रहेछ त्यहीबाट जानु पर्ला अब आज भुज पोखरी हुँदै जानु पर्यो अब आज तर यो बाटो फेरि यस्तो जाम हुन्छ कि के भन्ने यो बाटो आजकल सबैजना हिँड्न थालेको छ जहिले जानु हुन्छ यतातिर चाहिँ यस्तो आँडी रहेछ यस्तो समय चाहिँ बच्चाहरू जन्माएर बाटोमै छोड्नलाई बच्चा जन्माउँछ कि जस्तो लाग्छ मलाई जन्माएर लेफ्टको साइडलाइट चाहिँ के बाल्नै पर्दैन कि के हो लेफ्टमा साइडलाइटै नदिए हुन्थ्यो नि त लेफ्टमा साइड बाल्नु पर्ने भयो त मान्छेहरूलाई लेफ्टको साइडलाइट चाहिँ किन बाल्न आउँदैन रहेछ ल गाइस घर पनि पुगिहाल्यो चौधलाई फेरि पनि ह्याप्पी बर्थडे अब फेरि अब ट्रायमको सोरुम जानु छ त्यतिखेर थाहा हुन्छ अब के प्रब्लम हो भनेर यो पनि बाटो बिग्रेछ कि के भनेछ के ल गाइस घर पनि पुगिहाल्यो चौधलाई फेरि पनि ह्याप्पी बर्थडे यो बाटोको एन्ड आज यहीँ अब नेक्स्ट यो ट्रायमको यो के प्रब्लम भनेर देखाउनु हेर्न जानु छ त्यतिखेर अर्को एउटा भ्लग आइहाल्छ Until next time, take care, see you, bye bye.